मान्छे आयो हुनुहुन्छ। हामी चाहिँ पाटन दरबारतिर है, पाटन दरबारतिर आउँदैछौँ। तर पाटन दरबारतिर यस्तो घुम्नु भनेर आएको पाटन दरबारतिर यता यस्तो रमाइलो चल्दैछ है पाटन दरबारतिर। सर यता दरबार भन्दैछ यता पुरै छ। हामी चाहिँ दामी गाइडहरू हेर्नुहोस् है, मन्दिरै जता हेऱ्यो त्यतै मन्दिर है। मान्छेको भिडभाड, पाटन दरबार घुम्ने मान्छेहरू हो, त्यही राम्रो। दामी है दामी। ए बवाल दामी पाटन दरबार है। कस्तो लाग्यो ब्रदर, पाटन दरबार कस्तो रहेछ? भेरी ब्युटिफुल। यस्तो छ है गाइजहरू, रमाइलो छ है, रमाइलो। पाटन दरबार क्षेत्र यही हो। यहाँ चाहिँ पुल रहेछ एउटा सानो, यो राजाको पालाको पुल होला। दरबार एरिया चाहिँ यस्तो रहेछ है, रमाइलो छ ल। यस्तो रमाइलो छ, टुरिस्ट एरिया हो गाइजहरू है। यहाँ चाहिँ दामी मान्छेहरू आउनुहुन्छ। अब हामी पनि आइयो, हामी पनि एकदम दामी भएर आइयो होइन। प्रकाश कता गयो? प्रकाश सर हराउनु भएको अवस्था, पछाडि उहाँ आउँदै हुनुहुन्छ टोपी लगाएको। यता यस्तो छ, नो इन्ट्री अरे यहाँ नो इन्ट्री भन्ने छ, तर नो इन्ट्रीमा पनि मान्छेहरू बसिरहेको होइन। यस्तो छ रमाइलो। इन्ट्री नहो, बस्न निषेध छैन। बस्न मात्रै निषेध नभएको, इन्ट्री चाहिँ सबै होइन। ओहो बवाल है गाइजहरू यार, है दामी छ गाइजहरू, दामी। पाटनमा दरबार एरिया, ओहो वाउ नाइस, वाउ नाइस भिडभाड। यही हेर्न आएको नि हामी गाइज होइन। कस्तो लाग्यो त? राजाले राम्रो बनाएको हुन्छ है। अब हाम्रा साथीहरू क्यारे त्यति बाल त केही बनाउला नि भन्नु पर्ने क्या, त्यही टावर खडे होइन युट्युबमा सबै हाल्ने हो होइन। यस्तै छ। के भयो यो ठाउँमा कि यो ठाउँमा के त? पाटन प्यालेस यहाँ हो कि यो के हो त? यो ठाउँ यता अझ यता कता पर्छ? अचम्म छ यहाँ। पाउँछ कि यही त हो नि, यहाँभित्र के रहेछ त नि? साथी फोटोसोटो खिच्ने होइन हामीले? तिम्रो मोबाइलबाट खिच न। अहिले डाटै अन गरेर खाने पहाड अहिले। यस्तो रमाइलो छ गाइजहरू। यता जाऊँ न, अझै उतापट्टि साइडमा के अहिले खिचौँ न के। यतापट्टि त लाइट पर्छ कि हुन्न, यताबाट हान्नुपर्छ। यस्तो राम्रो आँखा केटो छोल ढुक्क हो यार तिमी यार, मान्छे त ल। हाम्रो ह्यान्डसम सर, हाय हाय माडाला किलर स्माइल। टोपी खोला न, ज्याकेट खोला। ए रमाइलो थ्यात यार, यो किन खोलेको र? झन् नराम्रो देखियो यार केटो यार। यस्तो राम्रो मान्छे माथि पनि जान पाइँदो रहेछ त गाइज। यो लाउ न यार, यो त टी सर्टमा भन्दा त ज्याकेटमै राम्रो देखिन्छ हौ। माइ गड, यता भ्यू हेर न यार, थ्याट तेरिको पोज त बवाल आउने खाँदा। हाय हाय यस्तै छ है, रमाइलो गाइजहरू, रमाइलो है। बवाल कस्तो लाग्यो होइन? फोटो खिच्ने हो कि? ल गाइजहरू बाबाई, अहिले म फेरि भिडियो बनाउँछु, फेरि हेर्नुलाई सबै देखाउँछु म सबै हजुरहरूलाई।